अहिले नेपालमा कोही महामानव छ भने त्यो रवि लामिछाने हो। चितवन हाम्रो राजनीतिक राजधानी हो। राष्ट्रिय स्वतन्त्र पार्टीको हाम्रो राजधानी चितवन हो। कसैले यो दलप्रति धोकेबाजी गर्यो भने सजाय दिने अख्तियारी पनि छ है तपाईहरुसँग, नछोड्नु होला। त्यसैले त्यो तर्साएर राख्न पनि आवश्यक छ। यो कुनै बेला राजनीतिक रूपमा राष्ट्रपा कतै कमजोर त भएन भनेर कसैलाई महसुस हुन्छ भने उसलाई भन्दिए हुन्छ जाऊ चितवन घुमेर आऊ भनेर। अहिले नेपालमा कोही महामानव छ भने त्यो रवि लामिछाने हो। जेलमा पुर्यायो, राजनीतिक प्रतिशोध हो भन्ने कुरा रिसेन्टली मध्यरातमा प्रहरीले बेडरुममा पुगेर पक्राउ खुर्जी जारी गर्दै गर्दा अन्तिम इच्छा के हो भनेर सोध्दै गर्दा त्यसले प्रतिशोध हो भन्ने कुरा प्रमाणित गरिसक्यो। कानुनले पनि दिँदैन त्यसरी गएर हतार हतार समात्नलाई। अब यसमा कति खेलवाड हुन्छ भन्ने कुरा त अस्ति रेशम चौधरीलाई पक्राउ गर्दा पनि अदालत आफै कन्फ्युज छ हैन। अब पुलिसले त मलाई पठायो अदालतले भनेर समातेको छ। अदालतले के सम्भावनाको आकलन गरेर एउटा रजिस्ट्रारले निर्णय गरेर समात पठाएको छ कि भविष्यमा यो निर्णय हुन नै सक्छ भनेर